सो हेलो गाइज, आज चाहिँ म मेरो भाइले खेलेको गेममा भोइस ओभर गर्न गइरहेकी छु। ल अब भोइस ओभर गरौँ है त। मलाई चाहिँ यो गेमको केही पनि थाहा छैन, तर हेरौँ के हुन्छ। ओके, उसले चाहिँ लेभल 1मा छ होला ऊ हैन। लेभल 1मा गेम खेल्दैछ। म के भन्छ गनले हान्दैछ, मान्छेलाई मारेछु, मरिसक्यो। वाह, सुरु मरेको छैन होला सायद, कि मरिसक्यो मलाई थाहा भएन है। मरिसकेछ गाइज। अनि अब फेरि ग्यापको पछाडि म आइसकेँ अब होइन। अनि त्यहाँदेखि फेरि ग्यापको भन्ने बित्तिकै उसलाई कुच्चोले मार्यो होइन। कुन चाहिँले मारेछ खोइ अब आफूले खेल्न मिलेन। अब खेलिसकेको गेम हो, आफू त भोइस ओभर मात्र गर्ने हो। अनि मलाई केही थाहा छैन यो गेमको बारेमा। अनि त्यहाँदेखि अब फेरि खोइ त गेमै ह्याङ भयो कि ग्लिच आयो कि के भयो मलाई थाहा भएन। अब चाहिँ स्टार्ट भएछ इभेन्टको गेम होइन। यो खेल्ने भाइ चाहिँ मेरो भाइ हो। अनि ऊ चाहिँ भर्खर 3 वर्ष। अनि फेरि आइसके छ होइन। अब यहाँ आएकै छैन के, रोकेको छ। अब मलाई गेमको बारेमा केही थाहा छैन। अब हामी चाहिँ भोइस ओभर गर्नु है भनेर दिएको थियो, फेरि मारिहाल्यो। यस्तो खतरा प्लेयर भएपछि नि मेरो भाइ खेल्दैछ। ऊ भर्खर सानो छ, उसलाई खेल्नु मन लाग्यो अरे क्या, अरू गेमरहरूले खेलेको देखेर ऊ पनि खेल्नमा गराउँदैछ। अनि म चाहिँ हेर्दैछु, तर उसलाई खेल्न चाहिँ केही आउँदैन है। तर त्यस्तो आउँदै राख्नुहोस्। अनि अब खै अब हानेछ, एकजनाले हानेछ। खै त उसलाई चाहिँ अरू गेम हो कि खास गरी अरूहरूले खेल्छ नि, उसलाई पनि खेलेर भिडियोहरू हाल्नु मन लागेको हो युट्युबमा। तीनजना बाँकी छ। 30 जनामा मारिहालेछ नि 30। अरूमा लेभल 2मा पुगेछ है, लेभल 1 सकेर।